मान्य सभामुखज्यू, घर भन्दा ढोका, ढोका भन्दा ताला र ताला भन्दा चाबी सानो हुन्छ, तर त्यही चाबी सबैभन्दा शक्तिशाली हुन्छ। हामी नीति कार्यक्रममाथि छलफल गरिराखेका छौँ। यस नीति कार्यक्रम वास्तवमा कति शक्तिशाली छ? मैले मेरो ठाउँबाट हेर्दा यो नीति कार्यक्रम मैले सोचे जस्तो कुनै एउटा सिद्धान्तमा आधारित रहेर आएको मैले पाएको छैन। सभामुख महोदय, हाम्रो संविधान समाजवाद उन्मुख संविधान हो, तर संविधान कार्यान्वयन हुने कुनै छाँटकाँट न त संघीय सरकारको न त प्रदेश सरकारको नीति कार्यक्रम हेर्दाखेरि देखिन्छ। समाजवाद ल्याउने कुरा होइन, समाजवादमा पुग्ने कुरा हो। समाजवाद स्थानीय तहदेखि निर्माण गर्दै बुन्दै जाने कुरा पनि हो। नीति तथा कार्यक्रमले समाजवाद निर्माणको आधार तयार गर्न, दिशा निर्देश गर्न सकेको छैन। गाउँको पैसा गाउँमा नअड्याएसम्म अनि गाउँमा बाहिरबाट पैसा नभित्राएसम्म समाजवाद कोरा कल्पना मात्रै हुनेछ। गाउँलाई आत्मनिर्भर बनाउन समुदायले आफ्नो ज्ञान, सिप र प्रविधि मार्फत प्राकृतिक स्रोत, मुख्यतः जमिन, जङ्गल र जलको भरपूर उपयोगको योजना बनाउनु पर्दछ। समुदायले गर्न सक्ने काम उसैलाई नै दिनु पर्दछ। उनीहरूले नसक्ने काम मात्रै सरकारले गर्ने हो सहजीकरण गर्नु पर्दछ। समुदायमाथि विश्वास गर्नु पर्दछ। साथै गाउँको पैसा गाउँमा अड्याउन, गाउँमा बढ्दै गएको उपभोक्तावादी जीवनशैली र संस्कृतिमा पनि परिवर्तन ल्याउने कार्यक्रम सरकारको हुनुपर्दछ। सभामुख महोदय, सरकारद्वारा प्रस्तुत 83 बुँदे यस नीति तथा कार्यक्रमले त्यो दिशा पकड्न सकेको देखिएन। अध्ययन अनुसन्धान बिना नै काम थालनी गर्ने र बजेट खर्च गर्ने प्रवृत्तिले योजनाबद्ध विकास सम्भव छैन। त्यसैले समग्र बजेटको 1% अध्ययन अनुसन्धानका लागि विनियोजन गर्नु पर्दछ। उत्पादन र सेवासँग नजोडिने भौतिक पूर्वाधारमा लगानी गर्नु हुँदैन। अब बिस्तारै पूर्वाधारबाट उत्पादनतर्फ बजेट ढल्काउनु पर्छ। टुक्रे योजना होइन, रणनीतिक योजनामा बजेटलाई प्राथमिकता दिनुपर्छ। सभामुख महोदय, खास गरी यो 83 बुँदे नीति तथा कार्यक्रमको 9 नम्बर बुँदामा मन्त्रालयहरू घटाएर अहिले 8वटा मन्त्रालय बनाउने कुरा यहाँ गरिएको छ। त्यसको लागि म सरकारलाई धन्यवाद दिन चाहन्छु। र त्यो सँगसँगै यहाँनिर विभिन्न अन्य निकायहरूको पुनर्संरचना गर्ने कुरा पनि गरिएको छ। त्यसमा मैले सुने अनुसार, यदि म गलत छैन भने, सञ्चार रजिस्टरको कार्यालय र सँगसँगै प्रदेश सुशासन केन्द्र खारेज गर्ने एउटा प्रस्ताव पनि बनेको छ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि हिजो म आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेलामा सञ्चार रजिस्टरले वास्तवमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शिर सधैँभरि उच्चो राख्ने काम गरेको छ। थुप्रै उसले रचनात्मक काम गरेको छ। यसर्थ यी दुई संरचनाहरू खारेज नगरियोस् भनेर म प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै यहाँ डेटा सेन्टर राख्ने कुरा त छैन, तर संघीय सरकारसँग समन्वय र सहकार्यमा केन्द्रीकृत डाटा सर्भर प्रणालीमा आबद्ध गर्ने कुरा 11 नम्बर बुँदामा लेखिएको छ। म प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहन्छु कि डेटा सेन्टर डिजिटल मुटु हो। अब हामी आकाश कब्जा नगरिकन अगाडि बढ्न सक्दैनौँ। हामीले आधुनिकीकरणको कुरा गरेका छौँ, हामीले प्रविधि मैत्रीको कुरा गरेका छौँ। यो सबै कुरा हामीले आफ्नो डेटा सेन्टर बिना अगाडि बढाउन सक्दैनौँ। अबको उत्पादनको केन्द्र, अबको रोजगारीको केन्द्र पनि डेटा सेन्टर बन्नुपर्छ। त्यसो भएको हुनाले बागमती प्रदेश सरकारले डेटा सेन्टर स्थापना गर्नेतिर योजना बनाओस् भन्ने म सुझाव पनि राख्न चाहन्छु। त्यस्तै 14 नम्बर बुँदामा
नयाँ कानुन बनाउने कुरालाई प्राथमिकतामा राखिएको छ, जो राम्रो कुरा हो, त्यसको लागि धन्यवाद। तर बनेका कानुनहरू कार्यान्वयन भइराखेका छ कि छैनन्? बनेका कानुनहरू कार्यान्वयन भएका छैनन् भने किन भएका छैनन्, त्यसलाई कार्यान्वयन गराउनेतिर पनि तदारुकता देखाउनको लागि म अनुरोध गर्न चाहन्छु। र 18 नम्बर बुँदामा प्रदेशले खास गरी सुरक्षाको विषयलाई लिएर प्रहरी परिचालन भन्दा प्रहरी समन्वय गर्ने कुरा गरेको छ। हामीले निरन्तर रूपमा प्रहरी समायोजनको कुरा गर्दै आइराखेका छौँ। यो सरकारले पनि गर्दै नै आइराखेको छ र म जोड दिएर भन्न चाहन्छु कि प्रदेश सरकारले प्रहरी समायोजन ऐन कार्यान्वयन गर्ने, छिटोभन्दा छिटो प्रहरी समायोजन गर्ने र प्रहरी परिचालन गर्नेतिर योजना बनाओस्। यदि सङ्घीय सरकारले प्रहरी समायोजन गर्दैन भने हामीले प्रदेशको शान्ति सुरक्षाको निम्ति आफ्नो प्रहरी आफैले यहाँ भर्ना गर्ने त्यो आँट पनि प्रदेश सरकारले गरोस् भनेर म सुझाव दिन चाहन्छु। त्यस्तै अर्को, यहाँ कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरणको कुरा गरेको छ, तर रैथाने बाली प्रवर्धनको कुरा गरेको छैन। यतातिर पनि प्रदेश सरकारको ध्यान जाओस् भनेर म भन्न चाहन्छु। र अर्को, खास गरी यो सबै स्थानीय तहको केन्द्रसम्म पिच बाटो जोड्ने कुरा गरेको छ। अब हामीले यसलाई स्थानीय तह मात्रै भनेर पुग्दैन, स्थानीय तहभित्र पनि वडाका केन्द्रहरूसम्म पिच बाटो जोड्ने हाम्रो रणनीतिक योजना बन्नुपर्छ। प्रदेश सरकारले त्यो बनाओस् भन्ने म अनुरोध गर्न चाहन्छु। र अर्को, यो सँगसँगै यो भाषा ऐनको बारेमा हामीले एक मतले भाषा ऐन कार्यान्वयन गर्यौं, तर त्यो भाषा ऐनलाई हामीले आजसम्म व्यावहारिक रूपमा अगाडि बढाउन सकिराखेका छैनौं। भाषा ऐनले भाषाको संरक्षण, सम्वर्धन तथा विकासका लागि सरकारी कार्यालयमा सेवाग्राहीले मौखिक वा लिखित सेवा प्राप्त गर्न सक्ने, दस्तावेजीकरण गर्ने, नागरिक बडापत्रमा सेवाग्राहीले सूचना तथा जानकारी दिनुपर्ने व्यवस्था भए पनि सोको कार्यान्वयन भएको छैन। प्राइमरी तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन अध्यापन गराउने, शैक्षिक व्याकरण र शब्दकोश निर्माण गर्ने, कम्प्युटर प्रोग्राम, उपकरण, भाषा अनुवाद सम्बन्धी प्रविधि र यन्त्रहरूको व्यवस्था मिलाउने, पत्र पत्रिका तथा साहित्य प्रकाशनलाई प्रोत्साहन दिने, भाषा संस्थाहरूको विकासमा योगदान पुर्याउने ऐनमा व्यवस्था भए पनि कार्यान्वयन भएको छैन। त्यस्तै विज्ञ समूह र प्रतिष्ठान गठन गर्ने काम पनि भएको छैन। यतातिर प्रदेश सरकारको ध्यान जाओस्। यो नीति कार्यक्रममा केही बोलेको छैन, यो आपत्तिजनक छ। यसमा प्रदेश सरकारको ध्यान जाओस्। त्यस्तै यो बागमती प्रदेश सरकारलाई साहित्य कला संस्कृति चाहिँदैन कि के हो? साहित्य कला संस्कृतिको बारेमा एक शब्द पनि यहाँ बोलिएको छैन। कम्तीमा पनि प्रतिष्ठान त हामीले बनाउन सकेनौं, तर साहित्य कला संस्कृति सम्बन्धी केही ठोस कार्यक्रमहरूको लागि बजेट त हामीले विनियोजन गरेर जाने एउटा आधार नीति कार्यक्रममा तयार गर्नु पर्थ्यो नि त, दिनु पर्थ्यो नि त। त्यो काम यहाँ भएको छैन। त्यस्तै 75 नम्बर बुँदामा यो एलोपेथिक र आयुर्वेदिकलाई एकीकृत रूपमा सञ्चालन गर्ने कुरा गरिएको छ। यो मैले राम्रोसँग बुझिन। यो एकीकृत रूपमा भनेको एकै ठाउँमा सञ्चालन गर्ने भनेको हो भने यसको चरित्र पनि मिल्दैन, प्रवृत्ति पनि मिल्दैन, यसले प्रभावकारी सेवा प्रवाह गर्छ भन्ने मलाई लाग्दैन। र अर्को, म अन्तमा यहाँ विशेष गरेर म हिजो आन्तरिक मामिला तथा कानुन मन्त्री भएको बेलामा यो देशको निम्ति, स्वतन्त्रताको निम्ति, भौगोलिक अखण्डताको निम्ति, परिवर्तनको निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरू, त्यस्तै घाइते, अपाङ्ग, बेपत्ताहरूको लागि उनीहरूको सम्मानमा कम्तीमा एउटा द्वन्द पीडित सबलीकरण कार्यक्रम राखिएको थियो, तर त्यो गत साल पनि हटाइयो। अहिले पनि त्यो कार्यक्रम छैन। त्यो कार्यक्रम समावेश गरोस् भन्ने पनि म चाहन्छु। र अन्तिममा आर्थिक वर्षमा जस्तै बिचौलियाहरू बजेटमा बिगबिगी हुने, पहुँचको आधारमा मात्रै बजेट विनियोजन भयो भने त्यो प्रदेश सरकारको लागि धेरै महँगो पर्नेछ। यो कुरा पनि म जानकारी गराउँछु। र तलबाट सिफारिस भइआएका आयोजनाहरू भन्दा बाहेक जताभावी मन्त्रीज्यूहरूले यदि योजना छनौट गर्नुभयो भने त्यो राम्रो हुने छैन भन्ने कुरा राख्दै मेरा आफ्ना बनाएर अन्त गर्छु। धन्यवाद।